एउटा सिट्रस फ्रुट फ्लाई ट्र्याप एउटा बनाएको छु होममेड। त्यसको लागि चाहिँ मैले यहाँ कोकाकोलाको बोतल लिएको छु, नभए यस्तो मिनरल वाटरको बोतलहरू पनि लिँदा हुन्छ, नचाहिने फ्याँकेको बोतलहरू। त्यसमा चाहिँ मैले यसरी यहाँ दुलो पारेँ हो, दुलो पारेर त्यहाँदेखि येलो सेलोटेप लगाएको छु। येलो चाहिँ किन लगाएको भने फ्रुट फ्लाईहरू एट्र्याक्ट गर्छ अरे येल्लोमा भनेर। त्यहाँ मैले यहाँ एउटा सल्युसन एउटा बनाएको छु। यहाँनिर यो लिक्विड चाहिँ के को लिक्विड हो भन्दाखेरि यो चाहिँ नेपालीमा सक्खर भन्छ, हिन्दीमा हो भने चाहिँ गुड भन्दो रहेछ, इङ्ग्लिसमा ज्यागरी हो त्यो। त्यहाँदेखि पानी लगाएर मिक्स गरेको छु। त्यहाँ लास्टमा मैले अलिकति भाँडा धुने साबुन डिस सोप हो त्यो पनि युज गरेको छु। त्यही यो चाहिँ अब यसरी यहाँ यसरी दुलो पार्यो, त्यहाँदेखि यसरी डोरीले बाँधिदियो, यहाँनिर यसरी डोरीले बाँधिदियो। त्यहाँदेखि अब यो चाहिँ अब सुन्तलाको रुख नभए कुनै फ्रुटको रुखमा यसरी झुन्डाइदियो भने चाहिँ अब फ्रुट फ्लाईहरू एट्र्याक्ट हुन्छ भनेर यताउता त्यो नेटतिर हेर्दा देखेको, त्यहीँ मैले प्र्याक्टिकली ट्राई गरेको। त्यहाँदेखि नेक्स्ट टाइम अब यसरी पसेको छ भने म तपाईँहरूलाई भिडियो देखाउँछु, त्यहाँदेखि हेर्नुहोस् तपाईँहरूले पनि कति इफेक्टिभ हुँदो रहेछ। त्यसको लागि सब्सक्राइब गर्दै गर्नुहोस्।